बच्चालाई सबै कुरा दिनु प्रेम हो कि उनीहरूको भविष्य कमजोर बनाउँदैछौँ? बच्चालाई हामी खुसी पार्न खोज्दैछौँ कि भविष्यका लागि तयार पार्दैछौँ? बालबालिकाले जे माग्यो तुरुन्तै पुरा गर्नु राम्रो प्यारेन्टिङ होइन। बच्चाहरूलाई सबै कुरा सजिलै पाउँदा उनीहरूमा पेसेन्स, मेहनतको मूल्य र जिम्मेवारीको भावना विकास हुन पाउँदैन। अभिभावकहरूले आवश्यक पर्ने कुराहरू बिस्तारै दिँदै मागेको कुराहरूको कारण बुझ्ने, आवश्यक र अनावश्यक कुराहरूको बीचको भिन्नतालाई बिस्तारै शान्त रूपमा बुझाउने, सबै कुराहरू एकैचोटि नदिए केही कुरालाई प्रतीक्षा गर्न सिकाउने र केही जिम्मेवारी वा सही काम गरेमा मात्र केही सुविधाहरू उपलब्ध गर्ने बानीले बालबालिकाहरूमा सेल्फ कन्ट्रोल, ग्र्याटिट्युड र सही निर्णय गर्न सिकाउँछ। कहिलेकाहीँ अहिले होइन है भन्नु पनि बालबालिकाहरूको लागि जीवनको वास्तविकता र मूल्यहरू सिकाउने महत्त्वपूर्ण पाठ हो। बच्चालाई सबै कुरा दिनु मात्र माया होइन, तर सही समयमा सही कुरा सिकाउनु नै माया हो र यही नै गुड प्यारेन्टिङ हो। यो भनाइ तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्ट गर्नुहोला।